कोइली चराउँदै कोइली चराउँदै के कुरामा झगडा मिल्छ अन्य गिफ्टिङ बन्द हुन्छ के हार्नु नि भाइ थ्याङ्क यू सो मच बमकाजी ब्रदर रेस्पेक्ट सबैले गाइस प्लिज बमकाजी ब्रदर फलो गर ल थ्याङ्क यू करणजी वाउ थ्याङ्क यू अर्जुन विष्णु थ्याङ्क यू बाबु सूर्य लिम्बू अर्जुन विष्णु प्रसाद लक्ष्मण रोके यक्स बुद्ध तामाङ थ्याङ्क यू अल अफ गाइज ए अरे म हारेको अरे म हारेको मैले जितेको म हारेको कसले दिन्छ मलाई कसले दिन्छ मलाई मेरे हालात प्राइवेट हान्दियाला कसले हान्छ यार थ्याङ्क यू गोविन्दजी थ्याङ्क यू यार मैले देखिनँ यार मैले जितेको किङ नभने गोविन्द हुनुहुन्छ नि उता तर के छ गाइस दिस इज द फाइनल गाइस ढुक्क गाइस चलो गाइस फाइनल ल एमा लास्टमा धोबी हाने म त गाइस यार म थाहै नपा गाइस यार छाँगाबाट खसेछ त हो यार के भन्ने प्राइभेटमा त किङ नभए अर्को आइहाल्छ नि हाम्रो पो कोछारा डबल गाइस जित्नु गाइस दिस इज द फाइनल ल दिस इज द फाइनल गाइस डबल पेलम मेरा मित्र गाइस स्कोर गाइस किन सेलाको यार लेट्स गो ओके कम ऑन अब उता जित्छ क्या यार अब हान्छ उता प्राइभेट हान्छ गाइस तर हिम्मत नहार गाइस 7200 भएर गाइस हिम्मत नहार गाइस ओके केही छैन गाइस आई एम रेडी टु डु पनिसन ल आई एम रेडी टु डु पनिसन गाइस केही छैन गाइस उतापट्टि गोविन्द जीवन हुनुहुन्छ प्राइभेट ड्याङ केटाङ हान्नुहुन्छ केही छैन गाइस ढुक्का गाइस गेममा हार्जित हुन्छ गाइस त्यसको पेला गाइस डबल गाइस गाइस ठुलो ओपन स्पिचर गाइस सक्छ हिम्मत नहार गाइस एकजना मान्छे आ भने डराएर छ्याक यत्रो 5000 6000 मान्छे भएर गाइस बर्बाद भयो यार सबै साथीहरु डराएर भागे यार ए यार गाइस यार के यस्तो यार हाम्रो मान्छे यार लुकी तडा हान्दिरा यार ए अलि त आडी खोलेर हान्नु भएछ ल ठीक छ हो यसरी आडी खोलेर हान्न पर्छ नि यार हो यसरी आडी खोलेर हान्न पर्छ के ल मर्दले यस्तै हान्नु पर्छ के मर्दले चाहिँ लुकी द्वन्द्वकालको माओवादीले यसो ढाँच्क्याउ गर्नु भन्दा यसरी हानेको राम्रो यसरी भएपछि हाम्रो भिउरलाई शङ्का पनि हुन्न फेरि कति मान्छेले अदाले आफै हानी भन्छन् के गाइस 30 सेकेन्डमा बुझ्ने फाले गाइस 7000 मान्छे गाइस के डराएर गाइस 30 सेकेन्डमा बुझ्ने फाले के थाहा हान्ने मान्छे कोही आउँछ कि गाइस हाम्रो गोविन्दजीलाई सबैजनाले फलो गाइस 30 सेकेन्डमा बुझ्ने फाले गाइस के थाहा कोही आउँछ कि मेरामा पनि के थाहा मन्त्रासी फिल्म गुण्डा जस्तो 81 आएर हान्दियो भने त सकियो नि मेरा पनि यत्रो हात त हुन्छ गाइस एनिवे गाइस हाम्रो टपमा हुनुभएको जितेन्द्र मगरजी रियली एप्रिसिएट गर्दै धन्यवाद गाइस सबैले उहाँलाई फलो गर प्लिज गाइस सबैले उहाँलाई फलो गर ओके गाइस बुस्टिङमा लान गाइस बर्बाद भयो गाइस दुईटा बाइक वाउ गर्दै आएको थियो तर सकेन भेटेन गाइस ओके उतापट्टि बुस्टिङ थिएन केही पनि थिएन ट्वापर हेरेको त फाइनल गेम हाम्रै थियो तर गाइस वेल ट्राई ल गाइस एनिवे थ्याङ्क यू सो मच गाइस केही छैन थ्याङ्क यू सो मच ब्रदर जितेन्द्र मगर धन्यवादहरू अनिल ओली थ्याङ्क यू अर्जुन बिस्ट थ्याङ्क यू बाबु थ्याङ्क यू सूर्य लिम्बू थ्याङ्क यू मिस्टर थ्याङ्क यू मङ्गलन तिजार म थ्याङ्क यू लभ विष्णु प्रसाद थ्याङ्क यू मिस्टर प्रेम थ्याङ्क यू ब्रदर थ्याङ्क यू अल अफ 7000 भ्युअर्स ओके थ्याङ्क यू सो मच हाम्रो टप भनेको बबजी रेस्पेक्ट थ्याङ्क यू ल के थियो रे हार्यो ल म जितेँ ए सरी हारेँ सुरुमा जितेँ भनेको एक बाल्टी पानी खनाउने थियो हांजी एक बाटामा पानी चाक डुबाएर कराई टाउकोमा लाएर स्पिड च्यालेन्जसम्म बस्ने थियो
चाक त नभन कस्तो शब्द बोलेको यार ए तँ के भन्छ त्यसलाई बस्ने ठाउँ ए यार बस्नी भन न यार के यार चाक साक यार मान्छेले के सोध्छ यार ए बस्ने ठाउँ अनि लास्टको के थियो लास्टको के थियो गाइस बिर्सेँ मैले त गाइस थ्यांक यू ल गाइस हाम्रो टपमा हुनु पर्पज गर्ने थियो पर्पस थिएन पागल के थियो त दौड्नु थियो रनिङ थियो 3 किलोमिटर दौडेर आउने 3 मिनेटसम्म दौडेर आउने रनिङ त्यही थियो ल म बाटामा बसिदिन्छु नेक्स्ट पनिसन के भन नेक्स्ट पनिसन अब यति कुरा नहुने कुरो हुन पक्कै पनि हेर यति कुरा कहाँ नहुन्छ यार कम जाडो हुन्छ चिसोमा यार हामीले त अघि यो भन्दा सानो स्कोरमा नुहाएको 10,000 मा अब सेकेन्डमा अब 1 एन्ड डन हुन्छ फर्स्ट पनिशमेन्ट गाइस प्रपोज गर्ने आई लभ यु अदा त्यही आई लभ यु अदा भन्यो भने गिफ्ट रिसाएर आउने छोडे म तिमीलाई धेरै माया गर्छु अदा भन्ने ए यार आई डोन्ट लभ यु यार दूसरा पनिशमेन्ट बाहिर गएर स्नेक बन्ने तीसरा पनिशमेन्ट पानी खनाउने आज तपाईलाई नुहाएर सफा गरेर छोड्छु म सफा गरेर किन म फोर थिएन म फोर भन्नु भएको छ कि भने तिम्रो पनिसन पहिलो पनिसन तिमी पनि बाहिर गएर साँप बन्ने दोस्रो पनिसन एक बाल्टी पानी पनि चन्दन काम भने पानी यहाँ पनि भाट पानी पनि धेरै बोकाइस हैन दोस्रो पनिसन तिमीले टक्क लाएर सिरानी लाएर टोयलेट बाथरुममा लाएर सिरानी लाएर सुत्ने तेस्रो पनिसन तिमी पनि 3 किलोमिटर भाग्छौ डन गाइस नेगेटिभ कमेन्ट नगर्नु कसैले नि गाइस प्लिज रिपोर्ट आउँछ के टिकटकले त आउँदैन के ब्याड कमेन्ट गाइस प्लिज राम्रो कमेन्ट गरिदिनु नत्र रिपोर्ट आउँछ क्या गाइस यार नेगेटिभ कमेन्ट नगरिदिनु न सबैले राम्रो कमेन्ट गरिदिनु न गाइस यार किन यस्तो बिजी हेला गरेको के मलाई यार किन कसले हेला गरो ए यहाँ साथीहरू सबैजनाले नराम्रो कमेन्ट लेखिदिन्छ अनि वार्निङ आइहाल्छ के भन्छन् के भनेन ए के छोडिदिनु यस्तो कमेन्ट पढ्न त हुँदैन जहिले पोजिटिभ कमेन्ट गर्दै त हुन्थ्यो भन्ने हुन्छ क्या अनि किन के भएर गाइस साथी नगर यार रेस्पेक्ट यार पोजिटिभ कमेन्ट गर्यो भने वार्निङ आउँदैन नि गाइज मेरोमा पनि बाजेकोमा पनि के गल्ती गरेर त्यस्तो साथीहरु के लेख्नु उता गरेर के लेख्नु तपाईहरुले के भने छोड्दिनु यिनीहरू यस्तै नराम्रो कमेन्ट गर्छ गाइस सबैले डबल ट्याप र लाइभ शेयर गरौँ त अब बाजेलाई डुबाको हेरौँ चिसो भएको मजा आउँछ ल मलाई डुबाउने हो पोजिटिभ गाइस पोजिटिभ हाम्रो जस्तै कुकुर कराउँदो रहेछ त्यहाँ नि भाइ के हाम्रो जस्तै कुकुर कराउँदो रहेछ आधा आधा भने त्यसलाई बोलाएर राख कसले त्यो कुकुरले गधा भन्यो होला अदा सुन्छ फेरि एउटाले ए भ्युअर किन घट्यो यार मेरो यार कति भयो 5000 छ भर्खर यार सातबाट यो अचानक कता डुलेर आउँदो रहेछ क्या चन्दनहरू पनि छ नि त प्लिज डोन्ट डु ब्याड कमेन्ट गाइज छोडिदिनु किङजी के अरे छोडिदिनु गोविन्दजी नो प्रब्लम आइहाल्छ एकछिनमा तपाईँको मेरो माया देखेर भागी आउँछ तपाईँकोमा अहिले हेर्नलाई हेर्नु नि
पागल बाउले भन्छ फेरि कस्तो र माया भन्ने कुरा माया भन्ने कुरा कस्तो हो भन्ने कुरा मलाई भेट्नु एकान्तमा अनि म भन्छु हाँ? मतलब अब फेरि भेट्नु पर्छ क्या अनि त्यही बेला अनि माया भन्ने के किन नि अब त भेट्दैन म त कहाँ डर लाग्यो र कसरी भेटेर मेरो श्रीमती रिसाउँछ बिचरा भेट्ने नभए त बिचरा उसले रिसाउने जस्तो कुरा नगर्ने नि त केही पनि खै फुल देखेन ल गाइस ल कराई टाउकोमा चलो भाइ डबल ट्याप यहाँ टाउकोमा कराई हालेर बस्नु भने मानेन होइन बिना बाँदरले हेर्नु कस्तो राम्रो देखे चिसो भयो कुखुराले पनि हेरेर खायो गाई डबल ट्याप गाइस किन हाँस्छौ साक्षी मलाई कस्तो चिसो भएको थियो भाइ अलिकति सुनिदिने पत्ला हो के उता बाजेको पनि माया लाग्छ यता अदाको पनि माया लाग्छ के गर्नु तनाव है गोविन्दजी त्यस्तो तनाव नरिस्यो न एकजनालाई माया गरिस्यो बाजेकोमा त कहिले आएर हान्नु नै फेरि किन अनि खै त्यो त देखावटी मात्र गाइस डबल ट्याप सेलायो त सेलाउने होइन लाइभ सेयर गर्ने डबल ट्याप गर्ने गाइस लाइभ सेयर डबल ट्याप कति सेलाएको तपाईँहरू के भएको यस्तो नसेलाइसो न गाइस नसेलाइसो यार मजा आएन गाइस मजा आएन तातिनु पर्यो मुटुहरू तातिनु पर्यो लाइभ सेयर गर्नु पर्यो ठोक्नु पर्यो बाजेलाई पानीमा पादे बाजेले 36 guys 36 guys 36 guys 36 छिटो गाइस छिटो थ्याङ्क यू गोविन्द छिटो दिलमगर महेन्द्रजी थ्याङ्क यू 36 गाइस कम्प्लिट गर्नु पर्यो 8 वटा मात्रै भयो टाइमिङ छैन नि मुटुहरू टाइमिङ छैन किन हो के नसुन्ने 36 guys